हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। यो चाहिँ डेरी मिल्कको कप हो। यसलाई चाहिँ मैले दोस्रो पटक पहिलो पटक बनाउँदाखेरि चाहिँ यो बनेको थिएन। अनि आजको भिडियो चाहिँ मैले फर्स्ट टाइम बनाउँदाखेरि चाहिँ के मिस्टेकहरू गरेँ अनि सेकेन्ड टाइममा चाहिँ मैले यसलाई कसरी बनाएँ भन्ने बारेमा चाहिँ हुनेवाला छ। मैले चाहिँ पहिला 2वटा डेरी मिल्क लिएँ अनि त्यसपछि यसलाई मसिनो मसिनो बनाएर काटेँ। फर्स्ट टाइम बनाउँदाखेरि चाहिँ मैले यो चक्लेटलाई चाहिँ ठुल्ठुलो पिसमै पग्लिनको लागि चाहिँ राखिदिएको थिएँ। त्यही भएर चाहिँ मैले यसपालि चाहिँ त्यो मिस्टेक नगरिकन चक्लेटलाई चाहिँ मसिनो बनाएर काटेँ। अनि त्यसपछि एउटा ताप्के लिएँ, त्यसमा पानी राखेँ। पानी उम्लिसकेपछि फेरि अर्को भाँडा त्यो माथि राखेर चाहिँ मसिनो बनाएर काटेको चक्लेटलाई राखेर राम्रोसँग चाहिँ चलाएको चलै गरेँ नपग्लुन्जेलसम्म। चक्लेट चाहिँ मेल्ट भइसकेपछि मैले एउटा कागजको चाहिँ कप लिएँ। त्यो कपलाई चाहिँ हल्का साइडबाट निकालेर अनि फेरि पहिलाकै सेपमा राखेर यो मेल्ट भएको चक्लेटलाई चाहिँ त्यसमा राखेर सबैतिर लाग्ने गरी राखिसकेपछि चाहिँ मैले फ्रिजमा राख्थेँ। यसलाई चाहिँ मैले एक दिनकै लागि फ्रिजमा राख्थेँ अनि भोलिपल्ट चाहिँ चेक गर्दाखेरि चाहिँ यो चाहिँ जमिसकेको रहेछ। अनि त्यसपछि हामीले जुन ठाउँबाट च्यातेको थियो त्यसैबाट चाहिँ बिस्तारै च्यातेर चाहिँ मैले यो कपलाई चाहिँ निकालेँ। त्यसपछि हाम्रो यो कप चाहिँ राम्रोसँग निस्कियो। फर्स्ट टाइम बनाउँदाखेरि मैले गरेको मिस्टेकहरू भनेको चाहिँ ठुलो पिसमा चाहिँ मैले चक्लेटलाई पग्लिनको लागि राखिदिएको थिएँ अनि मैले त्यसलाई राम्रोसँग चलाएको पनि थिएन। अनि अलिअलि पग्लिसकेपछि चाहिँ फेरि त्यो जमिहालेको थियो। अनि जमेको भएर चाहिँ मैले त्यसमा चाहिँ दुध राखेर फेरि चलाएर अनि कपमा राखेर चाहिँ मैले फ्रिजमा राख्दाखेरि जमेको थिएन। त्यही भएर चाहिँ अनि यो मिस्टेकले गर्दाखेरि चाहिँ हाम्रो कप चाहिँ बनेको थिएन। यसपालि चाहिँ मैले त्यो कुनै पनि मिस्टेक नदोहोऱ्याइकन चाहिँ कप चाहिँ रेडी गरेँ। अनि कप रेडी भइसकेपछि चाहिँ घरमा बनाएको थोरै केक अनि त्यही डेरी मिल्कलाई नै मसिनो बनाएर काटिसकेपछि चाहिँ हाम्रो डेरी मिल्कको कप चाहिँ रेडी भयो।